नमस्कार। साँपे के भयो भने साँपे हाट बजारमा आग लागि भएर उहाँ चाहिँ के भयो त? धन सम्पत्ति नष्ट भएको छ। अब त्यो त आग लागि भएपछि क्षति त हुनै त हो त। यस आगलागीबाट पीडित भएका सबै दाजुभाइ दिदीबहिनीहरू प्रति सहानुभूति प्रकट गर्दछु। तमीले सहानुभूति प्रकट गर्ने हो, त्यसपछि कोही मरेपछि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। हामी साह्रै मर्माहित भएका छौँ भनेकन मुख चोखाउनु भन्दा अरू तिमीले गर्ने त केही पनि होइन। ल ठिक छ, त्योभन्दा पछि के भयो? ल नगरपालिकाको दमकल भएको भए यो खालको चाहिँ क्षति हुँदैन थियो। हामी पनि त्यही भन्दा छौँ। वर्षदेखि जमानादेखि बल्ल बल्ल बिचाइके दमकल भएको बेलादेखि यति हुने छैन। हामीले 1 वर्ष पनि भएको छैन होला। अघिल्ला पाला भएको बेला पनि हामीले भनेकै हुँ, त्यतिखेर पनि भने हो त्योभन्दा अगाडि झिको झिको आग लागि भएको नभएको चाहिँ होइन। अब भनेको त्यही हो, दमकल भएको लागि हुने यो कुरा सही हो। म चाहिँ अरू के अब तपाईँ पनि त त्यहाँका मेयर भएका हुन्, तपाईँ के गरेर त त्यो हाम्रो पालामा अघिल्लो कार्यकालमा साँफेबगर नगरपालिकामा दमकल थियो। त्यो दमकल साँफेबगरको नभए पनि मगलसैन नगरपालिकाको दमकल थियो। त्यो अब तपाईँले अब साँपे राखेपछि मगलसैनको दमकल एक चल्लोबाट चल्लो यहीँ राख्यो नि माउ पठाइदिउने भन्ने यस्तो कुरो भयो। ओ मानु हुन त नहुला। अब साँपे तपाईँले त्यो दमकल लेखिनमा राखेका थियो हो, त्यो बेला साँपे पनि आगो लागिरहेखेरि मगलसैन पनि आगो लागिरहेखेरि त्यो बेला के हार्ने छ त? दमकल चाहिँ किन्नु पर्ने आवश्यकता महसुस गरेनौँ। त्यही त काउड महसुस गर्दा हो। यो चल्लो पार्न लगाउने काउड किन्नु लाग्ने भन्ने कुराहरू चाहिँ सोचे होला त ठिकै छ। अनि तम्रा पालामा के किने त तपाईँले? हाम्रो कार्यकालमा हामीले जिप किन्यौँ, जेसिबी किन्यौँ, स्काइबेटर किन्यौँ, टेलर किन्यौँ, ट्र्याक्टर किन्यौँ र खानेपानीको ट्याङ्कर किन्यौँ। दमकल किन्नु पर्दैन। अब अर्काको घरमा भैँसो प्याएकै छ, पिँडो खुवाएपछि नि कसो न दुध नदिन्न भन्ने जस्तो अब आश राखेका थिए होला त। यहाँ उडे त्यति सबै किन्ने दिमागका आएका ठाउँ त्यो टिला काट्ने एक के अरे दमकल किन्ने ल्याउने के भनेको त हुन त अब तिम्रो सोच पनि ठिकै हो। वरिबाट बुढीगङ्गा पुग्दो, पर्वाली घाट पुग्दो, हपुदाइ छिमेक पुग्दो, जहाँ पनि आग लाग्यो भने त्यही गाड त्यही घुसाउने अरे त्यो घाट त्यही पठाउने भन्ने सोच्यो होला। तर त्यसले काम गर्दैन अहिले दाजु। त्योभन्दा पछि के भयो? मैले अब निर्वाचित हुने जनप्रतिनिधिहरूले सबभन्दा आवश्यकता दमकल किन्नु पर्छ भनेर मैले त्यति बेलाका धेरै चुनावी सभाहरूमा यो जनप्रतिनिधिको आगामी कार्यकाल दमकल त्यसरी सबवाहन यो किन्नुपर्छ भनेर मैले धेरैपल्ट भनेको थिएँ। तमले भनेर ठिक छ, दमकल किन्नुपर्छ भने अघिल्लो कार्यकालमा तमलाई भने जनताले भनेका सबै काम त हटेका आछिन भन्न तम्रो भन्दामा केही जान्दैन। तपाईँलाई जे जे मन लाग्छ सब भना सुन्ने हामी भेडा, हामी जनता सधैँ छौँ। भोट पच्काउने आँखा चिम्म गरिकन भोट हाल्ने हामी सधैँ जे जे भन्दा छ। तँले भने उनले सुनेन, हामीले भने तँ सुन्दैन, उडोसै त होला त। त्यही त यस्तो आगलागी हुँदा मान्छेको रुवावासी भइरहेको छ। आगलागी भएपछि क्षति भएपछि मान्छेको रुवावासी त हुने हो त। तपाईँले जनतालाई हँसाउनु, जनतालाई खुसी बनाउनु, जनताका लागि, जनताको सेवाका लागि कहिलेको के काम हरेका छ भयो भनेश्वर वर्तमान मेक्यान आउँदो भनेर छ। जय मेरो अछाम जिल्ला।